साथीहरू ल सधैँ नै आज पनि म तपाईँहरूको सामान्य नयाँ भिडियो लिएर उपस्थित हुँदैछु। कहाँबाट हेर्दै हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, सन्चै आरामै मस्त व्यस्त तन्दुरुस्त रहनु होला। जो जहाँबाट हेर्दै हुनुहुन्छ सबैजना हाँसी खुसी गरेर रमाइलो गरेर दिन बिताउनु होला। म अब कहाँ कहाँ जान्छु के के गर्छु भने तिमीहरू म तपाईँहरूलाई सबै ठाउँ देखाउने कोसिस गरिरहेकै हुन्छु हरेक दिनहरूको। यस्तो आज पनि अब नयाँ ब्लगमा निकै भिडियोहरू लिएर तपाईँहरूमा उपस्थित भएको छु। हेर्दै जानु होला। म अब कता कता जान्छु के गर्छु सबजना हेरेर रमाइलो गर्नु होला, इन्जोय गर्नु होला। सबैजनालाई शुभ दिन भन्दै अब भिडियोतिर लागौँ। सबैजनाले लाइक गर्न नबिर्सिनु होला है त साथीहरू। ल साथीहरू म अहिले यहाँ आइपुगेँ। यहाँ दुईवटा हाँसहरू चरिराखेको रहेछ। सानो बच्चा रहेछ, बच्चा मजाले चरेर बसेको रहेछ है। अब म यही ठाउँ हुँदै तपाईँहरूलाई अब यही काठ यही छेउ हुँदै म जान्छु, कता पुग्छु तपाईँलाई नयाँ भिडियो नयाँ ठाउँहरू देख्नु नै हुनेछ। म यसो भन्छु, एउटा सेल्फी पनि हिँडिरहेको थिएँ। सेल्फी पनि कति हामी होला बिहान मान्छेहरू हिँडिरहेको होइन, सेल्फी पनि हिँड्यो। आज यस्तै बाटो हुँदै जाने होला। हेर्नुहोस् यस्तो छ यो मान्छेहरू बस्नलाई हेर्नलाई बनाइदियो हुन्छ ठाउँमा सरेर। यता एउटा सोल्टी गइरहेको छन् हो, देखिरहनु भयो। यस्तो छ हेर्नु होला। यहाँ छ कुकुरहरू चराउने हेर्नेहरू यसै आज छेउ हुँदै तल हुन्छ। हेरेर मनोरञ्जन गर्नु होला। यस्तो ठाउँ आइपुगेँ। तल ताल जङ्गल र ताल हुँदै त्यही बिचबाट हेर्दैछु। मान्छेहरू हिँडिरहेको छन् आज अलिअलि। दुई तिनजनालाई अगाडि देखिरहेको छु मैले। कसिएर मर्निङ वाककै लागिरहेको माथि गएर आउनुपर्छ क्या। तिनीहरू नि अलिपलतिर पुग्छ। तपाईँहरूलाई एउटा टापुतिर लिएर जानु पर्यो अहिले। कस्तो रहेछ यहाँको नजारा, हल्का टापु जस्तो नि रहेछ। उकालो नि हिँड्नुपर्छ। त्यही भएको हुनाले खासै केही रहेनछ। किनकि नयाँ छ कि भनेर अर्को खासै केही होइन रहेछ। जङ्गलको उसमा यसो बस्ने ठाउँ जस्तो मात्र रहेछ साथीहरूलाई। अन्त आइहालेमा तर यस्तो रहेछ, केही खासै केही रहेन त। देखिहाल्नु भयो। यस्तै रहेछ है त। अब म तलै फर्किन्छ। यस्तो ठाउँ रहेछ यहाँ। यताबाट जाँदा नि हुन्छ। म यताबाट आएको। यही बाटो यतै तालको छेउ हिँड्ने छु आज। ताल हुँदै जानेछु म आज। कस्तो रहेछ यता। हेर्नुहोस् ढुङ्गाको उसबाट पारीको नजारा यस्तो छ। के कस्तो लाग्दैछ ल हेर्नुहोस्। त्यो त पुरा बस्ती छ। यता गाडीहरू मेट्रो हिँड्ने बाटो भइहाल्यो। अब यो ताल यसो आएर सुँगुरमा
ढुङ्गासुङ्गामा बसेर यसो रमाइलो गर्ने जस्तो ठाउँ रहेछ। हल्कै चिप्लो छ। तट अब यस्तै हो यहाँको वरिपरिको सिनहरू त। त्यही पनि हरेक ठाउँको देखाउने क्रममा घरलाई यस्तै भ्युजहरू देखाउन कोसिस गरिरहेको छु। हेरेर मनोरञ्जन गर्नु होला। तपाईँ त कहाँ जस्तो के हो हुँदो रहेछ कहाँ तालको उसमा हरियो हुन्छ। अब अहिले त सुकेर गइसक्यो। अब विन्टर भएको भएर अब अलि दिनपछि पानी जमिहाल्छ। त्यस्तै छ यहाँको चलन। हेरेर मनोरञ्जन पनि गर्दै गर्नु होला। के कस्तो लाग्दैछ जङ्गल सफारी आज पनि। ल साथीहरू म अहिले यस्तो ठाउँमा आइपुगेँ। जङ्गलको बिच हिँडिरहेको छु। यता जाने हो म यताबाट आएको। यता माथि जङ्गल यता जङ्गल तल जङ्गल तल छेउमा ताल हल्का देखिरहनु भएको छ। म यस्तै बाटो हुँदा हुँदै आज हिँड्दैछु। डेली रुटिन जस्तो मर्निङ वाक पनि हुन्छ। नयाँ नयाँ ठाउँहरूको भिडियोज पनि तपाईँहरूलाई क्लिपहरू पनि हालिदिनु हुन्छ। अनि उद्देश्यका साथ र तपाईँहरूलाई नयाँ नयाँ ठाउँहरू गेट गराउने उद्देश्यका साथ मैले भिडियोहरू तपाईँहरूमाझ पस्किरहेको छु। हेरेर मनोरञ्जन गर्नुहोला। यस्तै छ। फेरि एउटा चोक आयो। त्यो चोकबाट तल गयो। चोक तल साइडबाट छैन होला। त्यो साइड जानुबाट थराले तलसम्म हेर्नु पऱ्यो। काठ जानुबाट त हुनुपर्ने हो। जङ्गलको बिचबाट जाने ठाउँ रहेन छ। जङ्गलको बिच हो बन्द गरेछ। मान्छेहरू आएर बस्नु हेर्न अलिकति यहाँबाट गएर हेरौँ है त कस्तो रहेछ। तालको छेउमा साथीमा यस्तो छ। तालको छेउ हिँडेको है त। ल हेरिहाल्नु भयो। यस्तै रहेछ सबै। यसो मान्छे आउने बस्ने गर्ने पारी बस्तीहरू छ। यता यो बस्तीहरू हुँदै यही तल यस्तै रहेछ। यो पनि के कस्तो लाग्दैछ कहाँबाट हेर्दै हुनुहुन्छ यसो कमेन्टमा भन्नु होला। त्यही छ सिनहरू राम्रै छ देख्नलाई त। जङ्गलको बिच हुँदै आएको थिएँ म। यहाँबाट नि तपाईँहरूलाई नजिकबाट देखाउँ कि भन्ने उद्देश्यले। त तालहरूको आज भने मौसम बादल त बादल छ तर हावा नचलेको भएर शान्त आनन्दको देखिएको छ। हेर्दै जानु होला। फेरि अन्य ठाउँको पनि अन्य क्लिपहरू पनि तपाईँहरूमाझ देखाउने नै छु। पानीको छाल यस्तो हल्का स्मुथ तरिकाले चलिरहेको छ। अहिले बोटहरू चले होइन हावा नचलेको भएर स्मुथ छ। एकदमै शान्त स्वस्थ वातावरणमा आनन्दले हेर्ने ठाउँ रहेछ। हेरेर मनोरञ्जन गर्नु होला। हेर्दै जानु होला। विदेशको ठाउँ पनि ठाउँहरू के कस्तो रहेछ हरेक ठाउँको मैले हरेक भिडियोहरू बनाएर
हालिरहेकै हुनेछु। फेसबुक युट्युब दोहोऱ्याइ आउनेछ, हेरेर मनोरञ्जन गर्नुहोला। फेरि अन्य ठाउँको क्लिपहरू पनि तपाईँहरूलाई देखाउने नै छु। साथीहरू अहिले यो ठाउँमा के गर्नु बस्छु। अब यतै जङ्गल हुँदै बाटो पनि आउनेछ। अब यसै हिँड्नेछु आज पनि हेर्दै जानु होला। अहिले अब ताल पनि त्यो त देखिहाल्नु माथि ताल पनि टुङ्गिएर अब त्यता आउँछ। अब यता छेउछेउ हुँदै बस्ती हाड जस्तै हुँदै अब म घरतिर पनि लाग्नेछु। हेर्दै जानु होला, इन्जोय गर्नु होला। हेरेर मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गरिदिनु होला। साथीहरू म यस्तो ठाउँ यतातिर आइपुग्यो। अब बस्ती नजिक नै जस्तो छ, जङ्गल भए पनि जङ्गलको बिच भए पनि अब बस्ती नजिकै छ। सुनसान आनन्द फ्रेस नेचुरल थिङ्स फरेस्टमा भित्र बस्दा आनन्द स्वच्छ हावा खाएर बस्न हरियाली र हिँड्न पनि मजा रमाइलो आनन्द आउने यस्तो ठाउँ छ। तपाईँहरूलाई यो कतिको मन परेको छ भिडियो। खालि हरेक दिन ताल र जङ्गल मात्रै देखायो भन्नु होला। यहाँ देखाउने त्यही हो। फेरि ताल र जङ्गल बाहेक केही हुँदैन हेर्नु साथी। कि बस्ती कि ताल कि जङ्गल, यही नै हो यहाँको विशेषता। मान्छेहरू ढलेर यस्तो भएछ सब। ल हेर्दै जानुहोस्। अब फेरि म कहाँ पुग्छु तपाईँहरूलाई देखाउने नै छु। यस्तो चाहिँ जङ्गल आनन्द आएन त साथीहरू, कस्तो लाग्छ? ल हेर्नुहोस् कति क्लियर छ। कहाँबाट हेर्दै हुनुहुन्छ ल हेर्नुहोस्। म यही बाटो हुँदै आएको, अब म जाने यता हो है। यो बाटोबाट आएको थिएँ म, अब यतै जानेछु। अब यो बस्ती बिच हो, यता हेरेर मनोरञ्जन गर्नु होला। फेरि अन्य ठाउँमा नि पुगेको छु। मैले अहिले अघि यो बस्ती नजिकै, यता बस्ती देखाएको भयो, यता माथि जङ्गल हो, यता बस्ती छ। यो बस्ती नजिक हुँदै अब घरतिर पनि लाग्नेछु। के कस्तो बनेको छ भिडियो हेरेर कतिको मनोरञ्जन गर्नुभयो, तपाईँहरूलाई मन पर्यो कि परेन, के कस्तो बन्यो, कस्तो ठाउँ लाग्यो, तपाईँहरूलाई नयाँ ठाउँ देखाउने कोसिस गर्दा के कस्तो देख्नुभयो। यताबाट जाउँ कि यताबाट भन्दा त्यहाँबाट फेरि माथि गइन्छ क्या, यतैबाट जानुपर्छ अहिले। हेरेर के कस्तो लाग्दैछ तपाईँहरूलाई मन पऱ्यो परेन भनेर अनि यसो तपाईँहरूले प्रतिक्रिया दिनु होला। र म अब आज अनि यो भिडियोलाई यहीँ बिट मार्ने कोसिस गर्दैछु। भोलि फेरि तपाईँहरूको साथ नयाँ ब्लग लिएर उपस्थित हुने नै छु। नयाँ ठाउँ नयाँ भिडियोको साथ तपाईँहरूमाझ उपस्थित हुने बाचा गर्दै आजलाई यो भिडियो पनि यही अन्त्य गर्दै तपाईँहरूको फेरि पनि
तपाईँहरूको शुभ दिन के कस्तो बित्यो कमेन्टमा भन्नु होला भने आजलाई टाटा बाई बाई गुड बाई नमस्कार।